यतिको छ। यहाँ चाहिँ अहिले यो लाइन चाहिँ पुरा तातो हुन्छ अनि यता साइडतिर पनि तातो अनि मुनि अब यहाँबाट होइन यसपालि चाहिँ नयाँ यो हालेको रहेछ। टक्क यो पुल देख्नुहुन्छ होला, सानो छोटो ब्रिज हालेको छ अनि पल्लो जग्गा पनि चाहिँ बिस्तारै चाहिँ मजाले चल्दैछ है धुमधामसँगले मान्छ। सो हाम्रो चाहिँ कन्सर्ट चल्दैछ यो पुलमा। यो हो त कुदाल्छ, यो हो गाइस। सो गाइस अहिले भने हामी चाहिँ साउथ सिक्किम छिर्ने जग्गामा है। अब हेर्नु होला यस्तो भइरहेछ। अहिले हाम्रो हालत चाहिँ अलिकति खराब छ, किन भन्दा गाना चाहिँ मजाले बज्दैछ हो अनि केटाहरू यता छ अनि यो बाइकको अलिकति प्रब्लम भएर एक्सिलेटर केबल अलिकति ब्लक भएको कारणले गर्दा चाहिँ एकछिन बसाएछ अनि मेरो घोडा यता यसको चाहिँ अलिकति उयो भइरहेछ। नानु न ए गएको हेमे गएको। हेलो गाइस, म त यहाँ माथि चढ्दै गएको हो साखला बिन्दु। यहाँ पछाडि चाहिँ भत्ताहरू, यहाँ चाहिँ दादा, अगाडिको चाहिँ भत्ता होइन। सो पिपल वेलकम यु इन टाइटेनिक भ्यू पोइन्ट रालङ नाम्लुङ है। तपाईँहरूलाई टाइटेनिक भ्यू पोइन्टमा स्वागत गर्दै म हुन्छु है। दिपेन अगाडि कुद्दै जाउँ न, 360मा राम्रो आइरहेको होला। दामी एकदम दामी लाग्यो। यहाँ चाहिँ मजा आउँदैछ। अब उकालो देखाउन पनि देख्छ। यो चाहिँ डन ठाउँमा चाहिँ गयो मान्छे तर होइन, एकदम 360 एकदम दामी छ क्यामेरा चाहिँ। लेट्स टु डु हेभन। यस यस। तपाईँहरू चाहिँ अब बाइक कुदाउँदा चाहिँ होइन बेसी स्पिड नकुदाउनु। अब हामी चाहिँ अब के भन्नु कुदाउनै पर्यो होइन गाइस। हाम्रो माउन्टेन ब्लगर 17लाई पनि यहाँनिर वेलकम है आजको ब्लगमा। र आज भने हामी तातो पानी राइडको लागि निक्लिरहेको थियो। हाम्रो केटाहरू यता छ भन्नु नि अन्त। अब यो केटाहरू फेरि हो ओइ के को बुम बुम के छ। चलो सेफ जर्नी ब्रदर, बिस्तारै जानु। अगाडि लिड गर्छ अजय भाइले, हामी पछाडि मामाश्री छ, हेलमेट छ हो। सो अगाडि लेट्स गो। गएकोलाई बोजू ल भोलि आउँछ हामी। ल बस्छु मामाश्री। यस यस मामा। ल मामाश्री आज गएन है, हाम्रो मामा पनि जाने कुरा चाहिँ थियो तर अलिकति बाइक बन्ने न मामाको हाई गर्न यहाँ। ल गएको ल हेमे गएको ल देखो गाइस मेरो कन्टेन्ट बनिँदैछ नि हाम्रो मामा। नरु न त नरु न ए गएको हेमे गएको। ओ छोड न तेल सक्छ। ए गाइस यसले जानै दिएको छैन। ओइ ओइ यसको लुगा हाल्नु छ। छोड न ओइ हेमे ओइ यसले इडी गर्छ जहिले नि। छोड न गएको ल। हुन्छ मामा लाग्यो ल। अलरेडी दिवस अब हाम्रो यहाँदेखिको तातो पानी राइड चाहिँ फेरि एकदमै अफरोडिङ पारा पर्छ, त्यही भएर अलिकति साह्रै हुन्छ भनौँ। सो केही छैन, होप सबै राम्रै हुन्छ होला। अनि मसँग अहिले हाम्रो विनोद मामा हुनुहुन्छ। सो आजको राइड छोटो छोटो क्लिपहरू निकालेर देखाउँदै गर्छु। अडिङ काका तातो पानी ए तातो पानी गएको हजुर चल पछाडि जानु पर्दैन नि हामी होइन मेरो छुट्टी छैन नि। के को लागि काट्नु भयो? 4 जना
चाहिँ हुने गएको भिडियोमा निक्लै हालिदिउँ भिडियोमा निक्लै हालिदिउँ के भन्नु छ ल काका हजुर चल्दै उहाँहरू चाहिँ हाम्रो काका हुनुहुन्छ है दुईजना काका र लक्ष्य काका ट्विन्स ब्रदर एकदमै मिल्दो एकदमै सपोर्टिभ हुनुहुन्छ काकाले चाहिँ मलाई एकदमै राम्रो गर्नुहुन्छ है सक्छ चाहिँ सो लाइक त्यही हो अब गाउँको सपोर्ट चाहिँ एकदमै पाइरहेको छ नखाए बाजे यता पनि राकेशमा आएको तातो पानी है काका तातो पानी एकदमै है सबैजना मिल्दो हुनुहुन्छ सबैजनाले सपोर्टहरू गरिरहेको छ म चाहिँ एकदम गाउँमा चाहिँ खुसी नै लाग्छु कोही कोही अब हुन्छ गाउँमा त्यस्तो नभएको होइन तर पनि एकदमै खुसी छ सो यहाँनिर चाहिँ बाटो बन्द धेरै भएको चाहिँ अहिले रिसेन्टली यो बाटो खोलिदिएको छ 1-2 महिना कति भएर यो बाटो खोलिदिएको नभए चाहिँ हामीलाई पर कङ्ग्री भन्ने जग्गाबाट घुमेर जानुपर्छ नि त यो बाटो यस्तो ल्यान्डस्लाइडहरू चाहिँ यता यति दामी हुन्छ कि नभए यो बाटो खोलेको कति भयो 1-1.5 महिना भयो 1-1.5 महिना भयो 1.5 महिना बेसी भयो है हेलो गाइस म त यहाँ माथि चढ्दै गरेको हो साखला बिन्दु एकदमै अन्त चाहिँ निकै टाढो जाँदै गरेको के भयो अपने आप मुड़ रहा है आई डोंट नो र अहिले भने हामी चाहिँ अब है यो याङताम पुल आइसकेको माथिबाट डाउनवर्ड्स आउनुपर्छ हामी पारीबाट धुप्पीकर्ती भएर जाँदैछौँ र धुप्पीकर्तीको पनि आज नजाराहरू देखाइदिन्छु भनेर निक्लेको भनौँ न अनि यो याङताम पुल यो रेडी खोला क्रसिङ हाम्रो केटाहरूको चाहिँ टप छ अगाडि अब पाराले नि त अब याङताम पुग्नु आँटेको भनौँ अवस्था चाहिँ चिप्लो चाहिँ बिस्तारै चाहिँ यस्तो छ यताको बाटो छ हामी चाहिँ यहाँनिर चाहिँ तपाईँहरूले देख्दै होला है यो लाइनहरू सबै अहिले पावरको प्रोजेक्टहरू चल्दैछ याङताम बजार भयो याङताममा त अहिले बजारै भइसकेको छ भनौँ यति लामो चलाएको नि ओ छिरे ओ हरन हालिहाल्यो छिर्ने भयो कि बजा त हरन हाल्न केटाहरू हरन नलगाइ छिर्छ नि यतिको छ यहाँनिरको यो चाहिँ याङतामको पावर प्रोजेक्ट चाहिँ यसरी मजाले चल्दैछ है धुमधामसँगले यो पान्छ एकछिन याङताममा बस है एकछिन स्कुलमा आछ अन्त हाम्रो माउन्टेन ब्लगर 17 लाई पनि यहाँनिर वेलकम है आजको ब्लगमा र अब तातो पानी जाँदै गर्दाखेरि चाहिँ निकालिदिएको धन्यवाद यो पालि त भएन अर्को पालि चाहिँ साथमा जानुपर्छ है
खतम भने टाइम मिलेन के गर्नु ठिकै छ भिडियोमा आउँदैछ त तपाईँ नि आउँछ है र याङतमबाट निस्किने अब बनायो कति आयो हजुर सबै गरेर 4600 यो ह्यान्डल सबै बाङ्गो छ त्यो हाल्यो हो क्र्यास कार्ड अन्त 46 चाहिँ कसरी आयो भन्दा चाहिँ यो हालेन ए दामी हुँदैछ नि त हुन्छ त हामी अब याङतमबाट नि निस्किसकेको र यहाँदेखिको अब हामी डाइरेक्ट माथि गएर झुप्पी लाइनहरूको अलिअलि देखाउँछौँ र यो लाइनको बाटो चाहिँ यस्तै छ म त पथ छाडेछ भने त्यो बक्सारी बजाइदिए केटा पर्दैन हौ ब्याग भित्र अहिले भने हामी फिलहाल चाहिँ पोखरी एन्ट्री गरिसकेको छ एन्ट्री भन्दा एन्टर गरिसकेको छ अनि हामीले बाटोको भिडियोहरू चाहिँ त्यसो गरेर किन निकालेको छैन भन्दाखेरि अलिकति रोड पनि पुरै कन्डिसन खराब भएको कारणले गरेर त्यस्तो साह्रो उयो छैन है अनि यो चाहिँ अहिले फिलहाल हामी पुगेको डेस्टिनेसन चाहिँ पोखरी चाहिँ यस्तो देख्छ यता सबैजनाले हेर्नु त्यही हो हाम्रो केटाहरूको एक दुईजना केटाहरू साथीहरू घर पनि यतै कता कता पर्छ र यहाँ पोखरीबाट अब हामी माथि गइसकेपछि फेरि हामी जानुपर्ने चाहिँ फाङटाङ लाइनपट्टिबाट भएर तातो पानी निस्किन्छ बोरङको र पोखरीको यस्तो छ कडा कडा घरहरू है मजाले देख्नुहुन्छ होला तपाईँहरूले अब यी घरमा तपाईँहरू आएर हेर्न सक्नुहुन्छ यस्तै हो त यता चाहिँ मेरो साथीको घर जस्तो लाग्यो यहाँ कहाँनिर तर मैले बिर्सेँ है तर सिधै छ एकजना साथी चाहिँ देखेँ मैले सो अब चाहिँ हामी कस्तो भएको केटा राइड कस्तो हुँदैछ एकदम ठिकै हुँदैछ एकदम क्यामेरामा आएर हेरेको ए सो अब एकछिन यहाँ बिसाउने छौँ हामी है बाइक साइकहरू यहीँ राख्यो चाबी चाहिँ निकालेर दिइरहेको अनि यो नि यतै छोड होला है होइन हेलमेट बोकिराखौँ ब्याग छोड्दैन त बाइकमा सो हामी यहाँबाट यो परबाट भ्यू चाहिँ दामी देख्छ है पहिला हामीले कहिले मिस गरेको छैन त्यही हेर्नु जान्छौँ जाउँ है के छ अन्त केटाहरू भन्नु अरू केही के छ सो मेरो गेटअप चाहिँ यस्तो छ अब लगरको गेटअप यस्तो अनि केटाहरू छ पछाडि दिपेन विनोद मामा अनि अझै हामी टोटल आज 4 जना मात्रै हिँडेको सो अब यहाँदेखिको अगाडिको सट्टै भ्यू पनि एकदमै मजाले सट्टै निकालेर देखाइदिन्छु है दिपेन अगाडि कुद्दै जाउँ न 360 मा राम्रो आइरहेको होला सो गाइस दिस इज द ब्युटिफुल भ्यू अफ यो के भन्थ्यो माङडम जस्तो लाग्यो माङडमको एरिया हो इफ तपाईँहरू नि यो बाटो सर्टकट जाँदैछ भने यो साइड निस्केर आयो भने चाहिँ दामी भ्यू देख्छ नि त ठिकै छ यतिको त है त्यस्तो राम्रो पनि छैन यहाँ चाहिँ गाई भेडा बाख्राहरू राख्छ कि अनि मोटे छ कस्तो छ आम्पो साकाला बिन्दु दिस इज द भ्यू अफ कोनिके आई डोन्ट नो सो अहिले हामी माङनाङ डाँडामा दिपेन ह्यान्डसम रहेछ त म त सो अब यहाँबाट निस्किँदैछौँ हाम्रो चाहिँ अब आउने साथीहरू चाहिँ निकै भएको थियो 6-7 वटा बाइक भएको थियो बट 1-2 जनाले क्यान्सल गरेको थियो अनि अलिकति उनीहरूको नि काम परेर क्यान्सल हुँदा चाहिँ सबै क्यान्सल हुँदै गयो नि त सो त्यतिमा दिपेन मेरो लागि चाहिँ दिपेन चाहिँ अनएक्सपेक्टेड थियो है एकदमै खुसी लाग्यो बिचरा केटाहरूले साथ दिन आएको छ है म त एक्लै भयो भने चाहिँ एक्लै जान्छु भनेर सोचिरहेको थियो धन्न यिनीहरू आएछ अब एकदमै खुसी नै लाग्यो मलाई चाहिँ अब केटाहरूलाई कस्तो लाग्दैछ राइड चाहिँ एकदम मजाले इन्जोय गरेर आउने हो तातो पानी गएर टक्कै है अब लेट्स गो अब सबैले माङदाङ कहाँ हो कति टाढो छ होला भन्छ होइन माङदाङ चाहिँ अहिले भन्नेबाट एकदमै टाढो छ र यहाँनिरबाट अलिकति माङदाङको 1-2 घर चाहिँ देखाइदिन्छु रोड लाइनबाट देखिहाल्यो भने तपाईँहरूलाई है एकदमै टाढो क्या बाटो त्यस्तै छ हो गाडीहरू आइहाल्यो खत्तम हुन्छ फेरि यस्तो छ माङदाङको जग्गा बाटो त्यस्तै
मान्छेहरू बसेको नि यति टाढा आम्मामा के भन्दैछ सो अहिले चाहिँ हामी 10 माइल आइपुगिसकेको छ भनौँ है 10 माइलको बाटो चाहिँ पुरा डाउन भएको कारणले गर्दा एकदमै अप्ठ्यारो छ अनि अब बाइकहरू त एबिएस ब्रेकको राम्रोसँग लागिहाल्छ स्टार्ट बिना पनि तर म त रिकमेन्ड के गर्छु भन्दा स्टार्टसँगै हिँड्नु चाहिँ राम्रो हो यस्तो बाटोमा चाहिँ अनि यसमा स्टार्टै गर्नुपर्छ रिस्की हुन्छ टक्कै स्टार्ट गर्यो अब 1 नम्बर या 2 नम्बर लगाएर छोडिदियो भने त मजाले पुग्छ 10 माइलको बाटोमा अस्ति भर्खर एउटा गाडी अल्टो एक्सिडेन्ट भएको थियो भने तपाईँहरूले पनि त्यो सोसियल मिडियामा देखेको थियो होला मैले पनि फेसबुकमा देखेको थियो त्यो चाहिँ यहाँ मुनिपट्टि हो यो चाहिँ 10 माइलको बाटो चाहिँ एकदमै अप्ठ्यारै छ पुरा डाउन छ नि त अनि उकालो आउँदाखेरि पुरा अप पर्छ त्यो यहाँदेखिको हामी गएपछि फेरि उता फाङताङ लाइन भएर हामी बोरङ तातोपानी निस्किन्छौँ यो बाटो याद छँदैछ होला अब कतिजनालाई याद छैन होला तर बाटो त अब इमर्जेन्सी यताउता कुद्नु लागि त ठिकै हो टक्कै हाम्रो पनि बाइकहरूले थाम्नु साह्रै पर्छ है बिना स्टार्ट चाहिँ जबरजस्ती हो भने थाम्छ तर साह्रो चाहिँ साह्रै पर्छ भने अनि यहाँ तल गएर अब पुलबाट पनि अलिकति देखाइदिन्छु तपाईँहरूलाई कतिको के देख्छ राम्रो भनेर है अन्त केटाहरू अगाडि आरामले दिपेन डर लागे छैन डर लागेन ए आरामले हिँड्दैछ हामी आज चाहिँ ग्रुपमा भए त मजा आउँथ्यो होला तर कोही थिएन हो अब हामी पनि मेरो पनि त्यस्तो साह्रो छुट्टी नपाएको कारणले गर्दा अब हिँडिहालेको यस्तो छ है 10 माइलको बाटो चाहिँ आउँदाखेरि चाहिँ अलिक साह्रो पर्छ जाँदाखेरि त ओह्रालो परेर ब्रेक सेक गर्दै गयो उकालो चाहिँ बाइकलाई पनि अलिक साह्रै पर्छ तान्नु त तानिहाल्छ तर पनि अलिकति हिट चाहिँ पुरै हुन्छ भनौँ कहिले मैले केटिएम हुँदाखेरि आएको थिएँ एकपल्ट यो बाटो एक्लै थियो त्यो टाइममा त अनि यो सेकेन्ड टाइम थर्ड टाइम भयो अब चाहिँ धुलो पनि केटाहरूले सेट्टै पार्नु पऱ्यो लु त्यही त यहाँ उतापट्टिको टर्निङ फेरि टप छ हो 1 मिस्टेक गेम ओभर बाटो फेरि यो बाटो हिँड्दाखेरि चाहिँ एकदमै सावधान भएर तलबाट गाडीहरू आउँदैछ भने झन् रिस्की हुन्छ यस्तो यतिको डाउन अब क्यामेरामा त कतिको देख्दैछ तर अब टर्निङहरू देख्दै होला बिस्तारी जाए बिस्तारी म त केही भन्दैन है भन्ने सर जति सक्दो यस्तोमा चाहिँ 1 नम्बरै लगाएर झरेर चाहिँ ठिक हो मैले त्यही रिकमेन्ड गर्छु अप्ठ्यारो छ नि त बाटो अब कालले घन्टी बजाएर आउँदैन भन्छ हो त्यही भन्दा स्पिडमा बढे अलिकति केही डिसब्यालेन्स भयो भने यहाँबाट गयो भने त पाउँदैन नि अस्ति यहीँ कहाँबाट गाडी झरेको थियो है अनि त्यो गाडी त भेट्यो तर मान्छे चाहिँ भेटेन भएको थियो खोलाले बगाएर लग्यो होला अनि अब हामी पुलमा गएर एकछिन बिसाउँछ यहाँबाट ध्वजा हालेको रहेछ त्यहाँबाट गएको छ गाडी चाहिँ तर त्यो त्यहाँनिर त बाटो फेरि अलिक त राम्रै छ कसरी गयो माथिबाट गयो जस्तो लागेको थियो तर गाडी त त्यहाँबाट गएको थियो रहेछ मेबी त्यो गाडी चाहिँ अझैसम्म निकालेको छैन जस्तो लाग्यो मलाई खोलामै होला यहाँ त खोलाले बगाएर तल कहाँ पुऱ्याइसकेको छ हो गाडी त राम्रै जग्गाबाट गएको थियो नि राम्रै भन्दा अलिकति सानो थियो रहेछ अब त्यही हो एकदमै क्या त्यहाँबाट गएको थिएछ है तर पनि अर्को हो नि त सो हामी एकछिन बिसाउँछौँ टक्क बिसाएर फोटोसोटो खिच्छौँ होला बर्मेली कताबाट नि सो फिलहाल चाहिँ हामी यो यता जाने अब यताबाट आएको हामी यो वेस्ट पोइन्ट पर्छ अनि यता हामी साउथ सिक्किम छिरिसकेको छ राबुङला लाइन अब इफ बाटो मिलिहाल्यो भने राबुङला घुम्दै पनि घुम्नुपर्छ होला सो मेरो मोटे भाइ यसले धुलो उडाएर हरियै पहिले बनायो के भयो भन्नु दुःख सो त्यही हो है अनि यता हाम्रो दिपेन एक्जस्टेड
टु मच सो निक्लिँदैछ यहाँबाट आरामले मजाले जाँदैछौँ है। अब यहाँबाट हामी फाङटाङ निस्किन्छ, माथि फाङटाङ डाँडामा गएर एकछिन सिल्भर फल्समा बसेर त्यसपछि हिँडौँ है त। अनि बाइकको हालतहरू नि अलिअलि अब त्यस्तै छ, देख्दै होला अलिअलि धुलो भइरहेको छ। सो त्यही अलराइट, लेट्स गो द पिपल। अहिले फाङटाङ जाने यो मुनिमती रथ जाऊ, साउथ सिक्किम भनेर एन्टर गर्छ, त्यहाँबाट मजाले बनाइदिएको छ बाटो है। सडक कति त त्यस्तो राम्रो लागेको छैन, सडक भनिदिएछ हेर। मजाको बनाइदिएछ यताको बाटो पनि, त्यस्तो साह्रो टेन्सन चाहिँ छैन। खालि यो जाँदाखेरि 10 माइल चाहिँ एकछिन साह्रो पर्छ है, 10 माइल बाटो चाहिँ एकछिन साह्रो पर्छ। यता त मजाले बनाइदिएछ सडक चाहिँ सबैले बनाइदिएछ। त्यसमा आएको छ। सो हामी चाहिँ अब बर्मेली एन्टर गर्न आँटिसकेको छ। यहाँदेखिको ब्रिज क्रस गऱ्यो भने चाहिँ बर्मेली एन्टर गर्छ हामी। सो एकदमै दामी है, यो ब्रिज क्रसिङ चाहिँ मजा लागिन्छ। बेतल्लो ब्रिज थिएछ, कति तल्लो ब्रिज गएको थियो, छिरेन असन ढुङ्गा राख्दैछ है कताकति। यो नयाँ ब्रिजमा आज फर्स्ट टाइम एन्टर। ए फोटो खिच्छ अन्त है मलाई चाहिँ बाइक घुमाउँदा भइहाल्छ त। यो मामा चाहिँ फोटो खिच्ने रे कि फर्किँदा खिच्ने? ल हामी बर्मेली एन्टर भयो हो। ब्रेक त कडा छ डिबेट। सो अलरेडी दिनु हामी बर्मेली आइसकेको। दामी छ जग्गा, जग्गा चाहिँ दामी छ। सो यहाँनिर चाहिँ एउटा सिल्भर फल्स भनेर चिनिने गरिन्छ है। कहिले सिल्भर फल्स टक्क लेखेको अहिले मेटाएको रहेछ, अहिले सिल्भर फल्स भन्छ। दामी छ, एकछिन बिसाउनु पर्छ होला यहाँनिर टक्क लगाएर है। सो अहिले ठिक कतिको देख्दैछ, दामी छ। सिल्भर फल्स भन्थ्यो। अनि आएको त्यही अब यहाँ माथि गएर देखाइदिउँ है सिल्भर फल्सको नजारा कस्तो देख्छ। त्यस्तो राम्रो उयो त भन्नु सक्दिनँ होइन, मतलब अब राम्रो भन्दा पनि यतिको इनिसिएटिभ लिएर गरिसकेपछि त दामी बनाएकै हो कि के भन्छ मोटे तपाईँ होइन? त्यही हो। अब यो सिल्भर फल्स चाहिँ पहिले पनि आएको थियो, अन्त यहाँनिर सिल्भर फल्स भनेर लेखेको थियो, तर अहिले यसको नाम चेन्ज गरेर थाहा छैन। तर राम्रो छ एकदम, यतिको इनिसिएटिभ चाहिँ लिएर बनाउनु पर्ने हो। के छ भाइ जन भाइ? त्यही हो है, अब मजै छ भनौँ। कतिको देख्दैछ तपाईँहरू होइन? मजाकै छ यो। के भयो अरे दिपेन? के भयो अरे? कहिले पुग्नु भएछ मलाई? यो पहिले आएको होइन, यो जग्गा आएको थिएन होइन? यो जग्गा आएको, यो जग्गा त आएको कहिले आएको? निस्किदिउँ है आरामले। त्यही हामी अब यो फल्सबाट निस्किँदैछ। सानो एउटा फल्स छ तर एकदम राम्रै लाग्छ मलाई चाहिँ, कहिले पनि आएको थियो। सो यहाँबाट हामी त्यसै आधी घन्टामा चाहिँ हामी तातोपानी जाने बाटो लाइन पुग्छ, त्यहीँ गएर भेटौँ है त है। बाटोमा अलिअलि देखाउनु छ। तपाईँहरू चाहिँ अब बाइक कुदाउनु आएको होइन, बेसी स्पिड नकुदाउनु। अब हामी चाहिँ अब के भन्नु, कुदाउनै पर्यो होइन है। दाजुभाइ जाँदै बोल्नु अब भ्लग त बनाउनु आउँदैन होइन, तर पनि एकदमै
ट्राई गरेको मेरोबाट चाहिँ के भयो यहाँ अलिक गलत टाइमी भयो होइन यहाँ होइन रहेछ ओह्रालो बाटो सिधा स्ट्रेट जानुपर्ने रहेछ र कस्तो लाग्दैछ मेरो ब्लग ट्युक ट्युक चाहिँ नभन्नु होला अब बिचका गाना सुनेका तर मलाई गीत गाउनु आउँदैन गाइस हो गाउँदैछु बाटो एकदमै अप्ठ्यारो रहेछ म अलिक ठुलो ठुलो चिच्याउँदै होला कि अलिक सानो गौरिनु होला होइन एकदमै बाटो चाहिँ बहुत बढिया बढिया अन्त यहाँ ठुसे भाइहरू यो हो त खुदाल्छ यो हो जाँदैछ दामी एकदम दामी लाग्यो यहाँ चाहिँ हल्का दोकानमा अब हामीले उयोहरू किनिसक्यो हो चल पिपल यो सिधा बाटो गयो भने हामी पोलक तातो पनि पुग्छौँ र उता गयो भने चाहिँ हामी बोरङको तातो पनि हो हाम्रो केटाहरू हिँडिसकेको माथिबाट टक्कै ओह्रालो झर्ने सर्टकटदेखि चाहिँ अहिले चाहिँ हामी तल बोरङ जानेपट्टि यहाँनिर चाहिँ एउटा दाजुको बाइक बिग्रेको रहेछ ए हामी पर्ने मोटो भएन दोस्त भयो स्टार्ट भइसक्यो बाइक अझैले छुनु बित्तिकै अझैको डरले नि स्टार्ट भयो नि बाइक त के भएको छ है के भएको छ स्टार्ट भएको होइन कसरी स्टार्ट भयो आफै स्टार्ट भयो फेरि त्यत्रो ठेलेर लगेर गयो ब्याट्री बस्नु भएछ सो मिराइकल हो नि अन्त नटदेखि चढ्न सक्छ दामी पाएछ दामी दामी छ त चढाइ त अन्त अझै हुन्छ एकदम है यहाँनिर चाहिँ बाइक अलिकति धक्का हान्ने स्टार्ट गर्नुपर्ने रहेछ आफै स्टार्ट भयो धक्का हान्नु त आउँछ रहेछ ठिकै छ हामी चाहिँ हान्नु भनेर बसेको थियो आएको त आफै स्टार्ट भयो त्यही हो त्यो अब यहाँदेखिको पुग्ने आँटेको हामी तलै गएर भेट्छौँ त सो हामी एकछिन यहाँनिर बिसाएर अलिकति दिदीहरूकोमा जानुपर्ने काम छ सो दिदीहरूकोमा गएर हामी यहाँबाट फेरि फर्किन्छ अन्त अलराइट होइन गरालो होइन हुन्छ टिकट हुँदैछ यो कोन त हुन्थ्यो होला नि अन्त भइरहेको छ हौ भात त गएको दिदी हामी चाहिँ अब यहाँदेखि हिँड्नेको गाइस अवस्था गाइस यस गाइस साखला बिन्दु यहाँ पछाडि चाहिँ भत्ताहरू यहाँ चाहिँ दादा अगाडिको चाहिँ भत्ता होइन अगाडि चाहिँ एकदम जेन्टलम्यान ओ भाइ ह्यान्डसम रहेछ त भाइ त्यस्तो हुन्छ मैले हजुर उसलाई सोधेको है गगन दाजुहरूको घर कता हजुरलाई अलराइट पिपल अहिले भने हामी चाहिँ दिदी भेनाकोमा आएको थियो र हाम्रो ब्ल्याङ्केटहरू कम्ती कम्ती बोकेको कारणले गर्दा दिदी र भेनाले माया गरेर एउटा ब्ल्याङ्केट दिनुभएको छ धेरै धेरै धन्यवाद है यो भिडियो हेर्नु भन्दैछ भने तपाईँहरूलाई एकदमै धन्यवाद सो दिदी र भेनालाई पनि भोलि यो भिडियोमा निकाल्नेछौँ सो केटा सब ठिक अनि यहाँनिर हे हे भयो हो भोलि तल उकालो अन्त मर्ने छ
सो लेट्स गो हामी भने भर्खर बाइकहरू पार्किङ गरेर माथि निस्किसकेको यहाँबाट जस्ट अब यहाँबाट हामीलाई यो अझैको हिँडाइले चाहिँ हामी 10 मिनटमा पुग्छ होला 10 मिनटमा पुग्छ हाम्रो आजको भारी बल चाहिँ यही हो सो एकदमै ठिक छ है चल एकदम फाइनली डेढा पाइसकेको है देखा न यतिको मोटो चाहिँ कहिले हुने हो डिपेन्ड डेढा आइपुगे कस्तो लाग्छ यो भिडियो चाहिँ पोसेछ थुइ अब तातो पानी आइसकेपछि त तातो पानीको सबै त निकाल्नु पऱ्यो नि त सबै निक्लिँदैछ सो म पहिले पनि आएको थिएँ कति वर्ष भयो 2 वर्ष अगाडि आएको थिएँ सो त्यही हो अब अहिले हामी आउनुसाथ पस्नु चाहिँ पस्दैन केटाकेटी गर्नु बस्छ ल बाल्नु बस्छ ल अब तातो पानी पुगिसकेपछि चाहिँ तातो पानीको भ्यू चाहिँ यस्तो छ नानी बब्बाल हो यसपालि हालेको छ पल्लोपट्टि हो नि ट्याममै क्या गरम भएको लानु सक्दैन रहेछन् अब फुल पारी जाने सो अब हामी एकछिन पुल पारी यसपालि चाहिँ यहाँ पनि बनाएको रहेछ मजाले हो अनि यो हामी तरिकन देखाउँछौँ अलिकति र अब यहाँबाट होइन यसपालि चाहिँ नयाँ यो हालेको रहेछ टक्क यो पुल देख्नुहुन्छ होला सानो छोटो ब्रिज हालेको छ अनि पल्लो जग्गा पनि बनाएको रहेछ डेढा चाहिँ तपाईँहरू आइहाल्यो नि यो पल्लो डेढामा पनि बस्नु सक्छ अनि मामाश्री कस्तो लाग्दैछ आज एकदम दामी लाग्छ सो यस्तो छ यसपालि कुवा चाहिँ सेम पहिलेकै जग्गामा रहेछ 2 वर्ष अगाडि जहाँ बनाएको थियो त्यही टोइलेटहरूको फेसिलिटी एकदम दामी रुम चेन्ज लुगाहरू चेन्ज गर्नु लाग्यो नि दामी दिपेन ठिकै लाग्दैछ दिपेनको फर्स्ट टाइम होइन रोड नै सो हाम्रो चाहिँ अहिले पूजा गर्नुलाई यहाँ चाहिँ अब भन्नै पर्दा होइन मजा आउँदैछ अब उकालो देखाउन पनि देख्छ डरठामा चाहिँ गयो मान्छे तर होइन एकदम 360 एकदम दामी छ क्यामेरा त मेरो त तर आउँदैछ खुट्टा कहाँनिर चाहिँ बोरा आउँदा के छ दामी सक्ने त भोलि मर्छ छमा नै बोल्दैन दिपेन भाइले यता मासु कटाइ स्टार्टिङमै यस्तोहरू खाइवरी चाहिँ के गर्छ त्यसलाई मतलब रिङ्गातहरू लाग्दैन नि त मजाले सुप खाइकन जानुपर्छ भन्छ नि तातो पानी मासु चाहिँ दिपेनको त फर्स्ट टाइम होइन आज चाल पाइहाल्छ नि त केटा हाम्रो केटाहरूले मजाले खानासाना बनाएको रहेछ हो अब बनाएको रहेछ भने बनाएको छ हाम्रो मेन यता सेफ छ भनौँ सो मजाले चिकन अघि बाडी छ हेर कम्ती मासु कस्तो भएछ टेस्ट दामी दामी एकदम अझै ठिकै बनाएछ दामी बनाएछ थ्याङ्क यू दोस्त रातिको चाहिँ यतिको हुन्छ हाम्रो केटाहरू पर दुईजना मजाले पानीमा छ बेलुकाहरू चाहिँ यस्तो हुन्छ तातो पानीमा तातो पानी आउनु चाहिँ तातो पानी यस्तो छ सो अहिले चाहिँ हामी तातो पानी पसेर निस्किसकेको भनौँ है बेलुकाको नजारा चाहिँ कतिको चाहिँ हुन्छ है यतिको छ यहाँ चाहिँ अहिले यो लाइन चाहिँ पुरा तातो हुन्छ अनि यता साइडतिर पनि तातो अनि मुनिपट्टिको चाहिँ अलिकति चिसो हुन्छ
र अब यहाँ मुनि चाहिँ अब अलिक केटाकेटीहरू खेलेर चिसो नि हुन्छ अनि प्लस उकालोबाट गएको पानी हो नि त यो अनि टपमा बस्नेहरू चाहिँ एकदमै गरम पुरै बेसी ज्यादा बस्नु पनि सक्दैन अहिले बेलुका भएर अलिक कम्ती देखाउनु पाएँ दिउँसो भए चाहिँ अलिक राम्रो हुन्थ्यो ल के गर्नु ढिलो ढिलो आइपुग्यो हाम्रो केटाहरू पनि यहाँ छन् बोलाउँदैछ सचेको राइडहरू एकदमै राम्रो भएको थियो र यही तातो पानीको लागि आएको थियो हामी अलिकति एक्सपिरियन्स गर्नु लागि र विथ मी मोटे भाइ त अघि डुबिसकेको कस्तो लाग्यो मजा आयो मजा आयो सो एकदम दामी छ पानी सफा मान्छेहरू चाहिँ एकदमै ज्यादा भुटान नेपालहरूबाट आएको रहेछ होइन सो त्यही होला लेट्स गो सो यो अहिले देख्दै गरेको तपाईँहरूले सिन चाहिँ मर्निङको हो र हामी भर्खरै उठेको अझै र दिपेन भाइ चाहिँ अघि गइसकेको छ पानीमा सो हामी यो डेरामा बसेको थियो अनि डेराको प्राइसहरू चाहिँ अहिले भएको छैन एकछिनबाट गरेर मामा कस्तो ठिकै छ एकदम ठिक छ होइन सो तातो पानीको अब मर्निङको सिन कस्तो देख्छ भनेर चाहिँ देखाउँथ्यौँ है अलिकति कस्तो छ के छ होइन झलक्क पारेर डेराहरूको सिनहरू चाहिँ यस्तो हुन्छ अब मर्निङ खोला सिन पनि दामी हो चरक्क पाराले अब दामी हाम्रो केटाहरू अघि आएको छ चरक्कै लागेर सो यहाँनिर चाहिँ बोरङ तातो पानी यहाँदेखि तल गयो भने पोलोक पनि पुग्छ चरक्क लागेर मोटे भाइ कति घन्टा भयो त आएको भाइ याद भएन आएको अनुसारले बस खै डिपेन्ड यस्तो कैसे लग रहा है रातभरि बसेको हेर्दा पानी छोड्नु मन लागेको छैन खाना चाहिँ यहीँ खाएँ मैले पानीमै पानीमा पकाएर त्यही हो है यताको पानी चाहिँ अलिकति चिसो चिसो हुन्छ माथिबाट गएर नानीहरू यसरी खेलेर अन्त यता चाहिँ मजाले क्या यता चाहिँ गरम कति गरम छ यो त ऊ माथि जान टेपमा त्यही हो यहाँनिर आयो भने चाहिँ अहिले मान्छेहरू चाहिँ हुनु चाहिँ निकै आएको रहेछ तर तपाईँहरू आयो भने पनि राम्रो हो यहाँनिर आएर तातो पानीमा नआयो भने चाहिँ अब घाउ खटिरा जति पनि आएको छ सबै जाति हुन्छ तातो पानीको बेनिफिट चाहिँ त्यो चाहिँ अब म चाहिँ हिजै नुहाइसकेको अन्त अहिले चाहिँ अब रुम चेन्ज गर्ने अब यहाँनिर लुगाहरू चेन्ज गर्नेहरू सबै फेसिलिटीहरू एकदमै राम्रो गरिदिएको रहेछ अनि टोइलेट बाथरुमहरू पनि बनाइदिएको छ माथिनिर त्यो पुरानो बाथरुम भएको एरियामा चाहिँ झन् दामी बनाएको छ त है अब यस्तै छ डेढा सेडाहरू सबै अब डेढाको प्राइस तपाईँलाई भन्नुपर्दा अहिले चाहिँ पहिलेको भन्दा अलिकति बढेको छ पहिले चाहिँ 300 जस्तो थियो भने अहिलेको चाहिँ 500 रुपियाँ डेढा परेको रहेछ है अलिकति डिस्काउन्ट पनि मिल्नुसक्छ सायद होइन अनि तपाईँहरूले अब यो टाइममा ज्यादातर चाहिँ यहाँ ग्यासहरू चाहिँ चलाउँदो रहेछ अहिले दाउराहरूको त्यस्तो साह्रो आगो फुक्नेहरू विचारहरू छैन अन्त अब दाउराहरू छैन पहिले त दाउराहरू ल्याएर बाल्थ्यो नि त अहिले चाहिँ ग्यास चलाएको तपाईँहरूको पर पर्सन 100 रहेछ अब 4 जना आछ भने 400 रुपियाँ अनि अब एकजना आछ भने 100 रुपियाँ हो यसरी चलाउनु दिँदो रहेछ सो पछाडि खोलाको सिन पनि एकदमै दामी है र अब यहाँबाट हामी एकछिनबाट निक्लिनेछौँ सो अहिले फेरि यो पालि चाहिँ अर्कोपट्टि पनि डेरा थापेको रहेछ यो पल्लो छेउमा पनि पल्लो छेउमा डेरा देखेको छ फेरि चाहिँ यो पल्लो छेउमा पनि डेरा थापेको छ टक्कै खोला तले जानुपर्ने अनि फेरि एक साइड सो अलराइट पिपल हामी भने अब तातो पानीबाट निस्किसकेको सो केटा एक्सपिरियन्स कस्तो रह्यो एकदम दामी तर भारी चाहिँ दामी छ भारी हुन्छ यो त मेरो भारी देख्यो खै भारी हो दामी छ भारी चाहिँ कस्तो लाग्यो मामा श्रील आज एक्सपिरियन्स दामी दामी दिपेन भाइ कस्तो नाइस सो अलराइट पिपल है सबैजना एकदमै मजा आयो भन्दैछ प्राइसहरू पनि ठिकैको अफोर्डेबलै थियो कति भन्दा डेढाको अब हामी त 4 जना गएको भएर अलिकति अफोर्डेबल भएको एकजनालाई भने चाहिँ अलिकति महँगै पर्छ डेढाको 500 रुपियाँ छ पर नाइट अनि ग्यासहरू चलाइहाल्यो भने चाहिँ ग्यासको पर पर्सन 100 रुपिस यदि 5 जना छ भने 500 यस्तो हुन्छ डिस्काउन्ट मिलायो भने मिल्छ होला तर हामीले चाहिँ त्यस्तो बार्गेनिङहरू गरेन किन भन्दा होइन आएको मजा गरेको सो त्यही हो अब यहाँदेखिको गएर हाम्रो माथिबाट फेरि राइड सुरु हुन्छ है राइड चाहिँ आज हाम्रो मोटे भाइले भ्लग गर्छ भन्दै थियो आजकोमा चाहिँ सो मोटे भाइले मोटे भाइलाई देखाउनु छ सो अलराइट है थ्याङ्क यू फर वाचिङ दिस सर्ट
भिडियो अनि सर्ट भ्लग भन्दाखेरि पनि तपाईँहरू पनि तातो पानी आउनुहोस्, तातो पानी आएर जति पनि घाउ खटिराहरू जिउमा लागेको छ जाति बनाउनुहोस् है। त्यतिको हामी चाहिँ अहिले भने तातो पानी डेमको निस्केर माथि आइपुगिसकेको। अन्त अब हामी चाहिँ टाइटानिक जाने भनेर कुरा भइरहेको छ है। र टाइटानिक गएर चाहिँ भ्यू देखाउँछु। टाइटानिकमा पनि फर्स्ट टाइम हो र गएर हेरौँ कस्तो छ टाइटानिक। अनि यो जाँदै गरेको बाटो चाहिँ राबुङमा जाने बाटो हो, मेरो पनि फर्स्ट टाइम हो, एकदमै दामी लाग्यो। र हेरौँ है त गाइस कस्तो छ। परै गएर चाहिँ हाम्रो केटाहरू अगाडि सो टाइटानिक जाँदाखेरि पनि हामीले चाहिँ घरहरू पुरा गाउँहरू देख्न पाउँदो रहेछ। सो आरामले है। अब हामी मेबी हामी पुग्न आँटेको होला, हाम्रो केटाहरू पछि पछि आउँदैछ। सो त्यही हो, बाटो चाहिँ तर अलिकति अप्ठ्यारो रफ रोड टाइपको रहेछ। केही छैन, यतिको त बुझिहाल्छ। योभन्दा डरलाग्दो बाटो पार गरेर अब रालोङ रहेछ जग्गाको नाम चाहिँ। अनि अब हामी पुग्नु चाहिँ टाइटानिक भ्यू पोइन्ट। त्यहाँदेखिको चाहिँ टासिडिङको भ्यू दामी देख्छ, तर भिडियोमा देखेको थियो। अन्त टासिडिङबाट यतापट्टिको त्यो डाँडा दामी देखेको थियो। अब गएर हेरौँ है, सबै गएर हेरौँ कस्तो देख्छ। बाटो चाहिँ तर खराब छ। सो पिपल वेलकम यु इन टाइटानिक भ्यू पोइन्ट रालोङ नाम्लुङ है। तपाईँहरूलाई टाइटानिक भ्यू पोइन्टमा स्वागत गर्दै म पनि एन्ट्री गर्दैछु। र अब यहाँदेखिको भ्यू ठिकठाक रहेछ। अब कहिले आएको थिएन, एकपल्ट आउँ भने देखाउनुलाई आएको थियो। अनि दामी नै छ, मजै छ, कडै छ। वेलकम टु द वर्ल्ड अरे नि। कस्तो उही माथि आएर पर्खेको हामी चाहिँ है। यहीँनिर छ माथि आएर फर्किनु। So people, from here you can see the beautiful view of Tasiding. Tasiding यो साइड है। गुम्पा दिनु टासिडिङ गुम्पा माथि। ओइ यहाँदेखिको झरी गयो भने त बाँच्दैन रहेछ। उतालाई हेर्न दामी तुफान। लेकसेपको टासिडिङ बजार कहाँ अरे? ऊ देखिरहेको छ त ऊ लहरे। सो यो लाइन टासिडिङ बजार रहेछ। यो गुरुङ होटेलहरूको लाइन अरे नि। सो त्यही हो, एकदम दामी मजा छ। यस्तो छ रहेछ जग्गा चाहिँ। अन्त हाम्रो साथीहरू केटाहरू यहाँनिर छ टकटक। सो दामी, यहाँबाट जग्गाहरू दामी पनि, अनि प्लस हावा चल्दा नि एकदमै दामी रहेछ। यहाँबाट अलिक पछाडिको तो यो देख्दै गरेको चाहिँ तपाईँहरूले टासिडिङहरू पर्छ, टासिडिङ मार्केटहरू पर्छ यहाँबाट। सो फेरि यता हेरेर चाहिँ केटाहरू मजा लिँदैछ। यो के होला है यो जग्गा? यता पनि गाउँ मजाको रहेछ यो चडक क्या। अनि फेरि यो माथि देख्दै गरेको चाहिँ रामुलाहरू पर्छ सबै पाराले। दामी तुफान है केटा। 35,000 गयो भाइ, 45,000 गयो। नाम चाहिँ जस्तो लाग्छ है। आइज न केटाहरू यहाँ लाइनमा। अहिले यता आइज न, अहिले यतापट्टि आइज न। Let's do heaven. Yes, yes. अब दामी भिडियो हो त देखिरहेछ र के त हात पो हल्दा हाने यता। हात त हल्टाइरहेको छ त। अब फेरि 1 See you tomorrow. हे प्रभु लेट्स गो टु दुबई। हेभन 7 हामी चाहिँ फर्किँदै गरेको गाइस। मेरो पिपल हामी भने अब यहाँनिर टक्कै टाइटानिक भ्यू पोइन्टहरू हेरिसकेर निस्किन आँटेको। सो होप तपाईँ सबैजना मन पराइदिनु भयो होला है त है। सो हाम्रो चाहिँ कन्सर्ट चल्दैछ यो पुलमा। हाम्रो अजयले फाड्दैछ गाइस। अब अजयले फाड्दैछ होइन। हामीहरू यहाँनिर छ डिजे एकदम के छ केटा हो एकदम एक्साइटेड पुलमा।
कडा कडा बाइकबाट यस्तो लाइट दिइरहेको छ है कहाँबाट आएको अहिले आउनु चाहिँ यो र अब बाटो चाहिँ यतिको छ फिलहाल हामी चाहिँ धुप्पी बाटोबाट आएको बिहान चाहिँ हामी सर्टकट गएको थियो सो धुप्पीको बाटो यस्तै हो पुरा अफ रोड छ है हाम्रो बाइकहरूलाई चाहिँ अलिकति हुँदैन भनौँ तर भन्दा नि हामी चाहिँ हिँडिरहेको छ यस्तो सोलिङहरू लागेकोले गर्दा पुरै अप्ठ्यारो अप्ठ्यारो क्या अप्ठ्यारो छ भनौँ सो त्यही हो अब यहाँबाट आरामले निक्लिनेछौँ सो अलराइट है देखिको सो अलराइट है दिदो हाम्रो चाहिँ तल बाइक बिग्रेर पुरा बिसाइ भएको थियो अनि अहिले फिलहाल चाहिँ हामी फेरि हिँडिसकेको छौँ 10 माइल बाटो यो उकालो एकदमै अप्ठ्यारो भएर है अनि हाम्रो यो भिडियोको मार्फत चाहिँ हामी यो फाङटामको एमके राई हुनुहुन्छ रहेछ उहाँ चाहिँ है उहाँको गाडीमा थियो रहेछ एउटा रेन्ज त्यसले गरेर हाम्रो बाइक बन्यो प्लस त्यसलाई चाहिँ अलिकति खबर दिने हाम्रो सफल मगर तल चङदोङको हुनुहुन्छ उहाँ चाहिँ है हामीले अब दाजुहरू पर्छ उहाँले अलिकति भनिदिनु भएको छ र एकदमै हेल्प भएको छ है अङ्कलले भन्नुहुँदैछ उहाँले भनेन भने चाहिँ हामी चाहिँ डाइरेक्ट म त यहाँ डर लाग्छ डाइरेक्ट जान्छ भन्ने भनेर भन्दै थियो है किनभने त्यहाँ चाहिँ अस्ति भएर एउटा हादसा भएको थियो नि त त्यही भएर हो अस्ति भयो 10 माइलमा एक्सिडेन्ट भएको कारणले उनीहरूको त्यस्तो भएको थियो सो त्यही हो धन्यवाद तपाईँहरूलाई एकदमै खुसी लाग्यो है यतिको सपोर्ट चाहिँ गरिदिनुहोस् होइन सबैपट्टिबाट यसरी नै सपोर्टहरू गऱ्यो भने चाहिँ एकदमै खुसी हो सो हामी अहिले फिलहाल हामी माङदाङ लाइनमै छ यहाँदेखिको अलिक टाढै पर्छ हाम्रो घर पुग्नु लाप्चाङ त्यस्तै आधी घन्टा 1 घन्टा लाग्छ आधी घन्टा भने पुग्दैन हामी 1 घन्टा 1.5 घन्टै लाग्छ सो थ्याङ्क यू सो मच है तपाईँहरूलाई फेरि पनि अब रातिको भ्लग त के बनाउनु त्यस्तो साह्रो राम्रो देख्दैन धुलो मात्रै हो तर हामी आज घर चाहिँ पुग्नु पाएदेखिमा एकदमै खुसी सो थ्याङ्क यू सो मच फर वाचिङ दिस सर्ट भिडियो है सर्ट भ्लग भन्दा नि अनि एउटा अलिकति सेलिसिएट गर्थ्यो हजुरहरूलाई धेरै धेरै धन्यवाद एमके छेत्री जस्तै लाग्यो नाम अलिकति मिस्टेक भने एकदमै सरी है उहाँ चाहिँ क्रिस्चियन हुनुहुँदो रहेछ मैले गाडीमा पनि जय मसी लेखेको देखेको थिएँ अनि उहाँको घाँटीमा पनि उहाँले चेन लगाइरहनु भएको थियो सो थ्याङ्क यू सो मच तपाईँहरूलाई सो लेट्स गो है त दिबो